नमस्कार मित्रहरू। आज तपाईहरुलाई म एउटा यस्तो लुकेको प्रतिभा, नेपालको इतिहासको अत्यन्तै सम्झन लायक, गौरव गर्न लायक प्रतिभाको ती व्यक्तिको बारेमा एउटा कथा सुनाउँछु। कृपया सुनिदिनु हुनेछ भन्ने आशा गरेको छु। नेपालको इतिहासमा एउटा यस्ता एकजना पात्र जसले सधैँ दिएर मात्रै गए, लिएर केही पनि गएनन्। उनी यस्ता व्यक्ति थिए जुन आफ्नो देशप्रतिको प्रगाढ माया, देशप्रतिको प्रगाढ आस्था राखेर जाने एकजना यस्ता होनहार व्यक्ति। उनी राजा पनि होइनन्, कुनै नेता पनि होइनन्। सायद हामीले भन्ने गरेका छौँ, इतिहास जित्नेहरूको नाममा मात्र लेखिन्छ, हार्नेहरूको नाउँमा इतिहास कहिल्यै पनि लेखिँदैन। उनी एकजना योद्धा थिए, योग्य बाबुका सुयोग्य पुत्र, असल छोरा थिए, असल भाइ थिए, असल काका थिए, असल देवर थिए। तिनै व्यक्तिलाई पटक पटक दुःख दियो, यातना दियो। वास्तवमा नेपालमा जसले राम्रो काम गर्छ, जसले नेपाल आमाको हितमा हुने काम गर्छ, उसले पटक पटक दुःख पाउँदो रहेछ भन्ने यी पात्रबाट पनि हामीले बुझ्न सक्छौँ। वास्तवमा यी व्यक्ति मैले अहिलेसम्म यहाँहरूलाई परिचय गराएको छैन। फोटो चाहिँ हेरिरहनु भएको छ, यहाँहरूले अनुमान पनि लगाइसक्नु भयो होला। ती पात्र हुन् बहादुर शाह, पृथ्वीनारायण शाहका माइला छोरा बहादुर शाह। अत्यन्तै मेधावी, अत्यन्तै चतुर, बाबुभन्दा पनि चलाक। हामीले नेपाल एकीकरण अभियानको बारेमा विशेष गरी सम्झिनु पर्दा बडा महाराज पृथ्वीनारायण शाहलाई सम्झिन्छौँ। उनी नेपाल एकीकरण अभियानको थालनी मात्रै उनले गरेका रहेछन्। वास्तवमा पहिलो चरणमा नेपाल एकीकरण अभियानमा उनले नेपाललाई उपत्यका एकीकरण गरेर राजधानी बनाएका मात्रै रहेछन्। त्योभन्दा बाँकी जति पनि 22-24 राज्य, पूर्व र पश्चिमतिरका राज्यहरूलाई एकीकरण गरेर एउटा सिङ्गो राज्य बनाउनको लागि महत्त्वपूर्ण योगदान दिने ती पात्र, जसलाई फत्ते बहादुर शाह भनेर पनि, उनको वास्तविक न्वारानको नाम फत्ते बहादुर शाह थियो। उनी पृथ्वीनारायण शाहका दिव्य उपदेश, आफ्ना बाबुका दिव्य उपदेश सुन्थे र उनी आमा नरेन्द्र राज्यलक्ष्मी देवीका कुराहरू पनि सुन्थे। उनी कान्छी रानी, पृथ्वीनारायण शाहका कान्छी रानीका छोरा हुन् र 1831 पृथ्वीनारायण शाहको जब मृत्यु भयो, त्यसपछि नेपालमा राजा बन्ने, नेपालको राजा को बन्ने त पृथ्वीनारायण शाहका जेठा छोरा, उनी त माइला छोरा हुन्, जेठा छोरा प्रताप सिंह शाह नेपाल राज्यको राजा बने। वास्तवमा प्रताप सिंह शाहलाई पृथ्वीनारायण शाहका छोराको मात्रै दर्जा, उनीमा हुने गुणशील स्वभाव त्यस्ता खालका केही पनि देखिन्न थिए। तैपनि यो राजतन्त्रको एउटा खराब पद्धति, राजाको जेठो छोरो चाहिँ राजा नै हुनुपर्ने, एउटा शासन सम्हाल्ने चाहिँ जिम्मेवारी राजालाई नै दिनुपर्ने। त्यसकारणले प्रताप सिंह शाह चाहिँ राजा बने। राजा बनेपछि बाउको काजक्रिया पनि गर्नु नपर्ने, उनीलाई राज्याभिषेक दिइने र काजक्रिया गर्नको लागि अरू दाजुभाइ, अरू भाइबन्धुहरूले गरिदिनु पर्ने। यो राजतन्त्रको एउटा सिस्टम थियो, पद्धति थियो र यो पद्धतिलाई अब कसैले राम्रो मान्लान्, कसैले नराम्रो मान्लान्। त्यसपछि बहादुर शाह अत्यन्तै चतुर, अत्यन्तै विवेकशील व्यक्तित्व। उनलाई राजा बन्नको लागि
अथवा राजा बन्न उनले चाहन्छन्, कुनै न कुनै बेला राजा बन्न सक्छन्, दाजुलाई पदबाट हटाउन सक्छन् भनेर दरबारीहरूले कान फुकिदिए। त्यसपछि प्रतापसिंह शाहको मनमा एकदमै यो कुभाव भनौँ, कुदृष्टि अथवा कुविचार आयो र बाबुको क्रियाकै समयमा उनलाई क्रिया पनि गर्न नदिएर नुवाकोटको दरबारमा लगेर कैद गरियो, नजरबन्दमा राखियो। उनले आफ्नो बुवाको काजक्रिया जेलमै बसेर गरेको इतिहास भेटिन्छ। एकदमै शालीन स्वभावका, नरिसाउने, देशप्रति सद्भाव र माया राख्ने, साँच्चीकै पृथ्वीनारायण शाहकै रगत उनीमा सरेको जस्तो व्यक्तित्व हुन् बहादुर शाह। त्यसपछि प्रतापसिंह शाह विधिको विधान लामो समयसम्म उनी बाँचेनन्। करिब 3 वर्ष जति राजा भए। 26 वर्षको कलिलो उमेरमा प्रतापसिंह शाहको मृत्यु भयो। त्यसपछि 1834मा अब प्रतापसिंह शाहको मृत्यु भइसकेपछि राजा को बन्ने त? राजा उनको जेठो छोरो रणबहादुर शाह सानै थिए, 2.5 वर्षको थिए। तैपनि उनलाई नै राजगद्दीमा राखेर नायबी शासन चलाउने एउटा बहस सुरु भयो र प्रतापसिंह शाहकी पत्नीको नाम थियो राजेन्द्र लक्ष्मी। उनले यो कुरालाई सहस्र स्वीकारिन् र त्यसपछि आफ्नो छोराको नायबी बनेर, नायबी भनेको सहायक, नायबी शासन चलाउन सुरु गरिन्। छोरालाई 2.5 वर्षको छोरालाई राजगद्दीमा राखिन् र त्यसपछि उनी आफ्नो ससुराको र आफ्नो श्रीमानको बाँकी रहेका नेपाल एकीकरण अभियानका कामहरू गर्न सुरु गरिन्। तर महिला उनलाई यी कामहरू गर्न त्यति सजिलो थिएन। त्यसपछि आफ्नो श्रीमानले नजरबन्दमा राख्ने र पछि भारतमा निर्वासित जीवन बिताएका बहादुर शाहलाई उनले बोलाइन् र बहादुर शाह कति पनि नरिसाइकन, कति पनि कुभाव नराखिकन उनी फेरि नेपाल फर्किए। नेपालमा आएर आफ्नै भाउजूसँग मिलेर नेपाल एकीकरण अभियानलाई अगाडि बढाउने क्रम उनले जारी राखे। तर फेरि पनि ती योद्धा, ती धरतीपुत्र, ती विवेकशील व्यक्तित्वमाथि दरबारीहरूको फेरि षड्यन्त्र भयो र दरबारीहरूले आफ्नै भाउजूसँग विभिन्न किसिमका झगडाहरू लगाइदिएर रानीले, राजेन्द्र लक्ष्मीले उनलाई फेरि पनि नजरबन्द गरिन् र उनी भारततिर गए। फेरि भारतमा निर्वासित जीवन बिताउनु पर्यो। हेर्नुहोस् त, एकजना कुशल राजनीतिज्ञ, कुशल व्यक्तित्व, नेपालप्रति माया भएका, नेपालप्रति सद्भाव भएका व्यक्तित्वलाई पटक पटक यसरी देश निकाला गर्नु अत्यन्तै दुःखद कुरा। त्यसपछि राजेन्द्र लक्ष्मीले आफूले सकेको नेपाल एकीकरण अभियानलाई अगाडि बढाइन्। यसै क्रममा उनको पनि 1842मा क्षयरोगका कारणले उनको पनि मृत्यु भयो। राजेन्द्र लक्ष्मीको मृत्यु भइसकेपछि अब नायबी कसले चलाउने अनि राजेन्द्र लक्ष्मीको काजक्रिया कसले गर्ने? रणबहादुर शाह त राजा भइसकेका थिए र उनको काजक्रियाको अधिकार बहादुर शाहलाई नै हुन्छ, उनका देवरलाई नै हुन्छ। र त्यसपछि उनी फेरि एउटा अधिकारसहित आफ्नो भतिजको नायबी शासन सम्हाल्नको निमित्त भनेर कति पनि विचलित नभइकन उनी नेपाल फेरि फर्केर आए। र त्यसपछि उनले नेपालमा नायबी शासन, भतिजको नायबी शासन सञ्चालन गर्न थाले र उनी पश्चिम 22-24 राज्यहरू जित्दै सजिलैसँग विभिन्न राजाहरूसँग कूटनीतिक सम्बन्ध कायम गर्दै गर्दै उनले नेपालको सिमाना विस्तार गर्न थाले। बिस्तारै कुमाऊ, गढवाल, पन्जाबसम्म जाने उनको योजना छँदै थियो। उनी पश्चिमतिर आन्दोलन गर्दा गर्दै उनलाई फेरि बिचमा उत्तरतिरबाट एउटा ठुलो समस्या आइपर्यो। उत्तरमा के भयो भने त्यतिखेर उत्तर चीनको स्वशासित क्षेत्र तिब्बत, हाम्रो नेपालको व्यापारिक नाका, हाम्रो नेपालले त्यहाँबाट धेरै व्यापारहरू गरिरहन्थ्यो र यहाँ चाहिँ के समस्या भयो भने तिब्बतका व्यापारीहरूले नेपालका व्यापारीहरूलाई नेपालको सिक्काको बारेमा, पैसाको बारेमा चाहिँ एउटा बार्गेनिङ जस्तो अथवा नेपालको सिक्का नमान्ने भन्ने, व्यापारीहरूलाई दुःख दिने त्यस्ता खालका गतिविधिहरू गरेपछि बहादुर शाहलाई यो कुरा चित्त बुझेन। त्यसपछि बहादुर शाहले तिब्बतसँग
एउटा सन्धि गरे र त्यो सन्धिमा तिब्बतले पनि हुन्छ भन्यो, मान्यो, नेपालका सिक्का मान्छु अथवा हामी मान्छौँ भन्यो। तर पहिलो वर्ष सन्धि गरेको पहिलो वर्ष त मान्यो, विवाद समाधान भयो भनेर उनी फेरि युद्ध गर्नको लागि आफ्नो युद्धस्थलतिर लागेका थिए। अर्को वर्ष यो 1845 को कुरा हो, नेपाल तिब्बत युद्ध भएर सिक्काको बिचमा विवादमा युद्ध भएको थियो। त्यो युद्ध समाधान भइसकेपछि अनि बहादुर शाह आफ्नो अभियानतिर लाग्दै गर्दा पुनः फेरि 1 वर्ष पछाडि तिब्बतले यो कुरालाई मान्न स्वीकार गरेन। मान्न स्वीकार नगरिसकेपछि फेरि पनि 1848 मा फेरि विवाद भयो। त्यसपछि बहादुर शाहले तिब्बतमाथि आक्रमण नै गरे, युद्ध नै गरे र यतिखेर चाहिँ यो समयमा चाहिँ तिब्बतलाई चीनले ठुलो सपोर्ट गरिदियो र चीनबाट लाखौंको सङ्ख्यामा सेनाहरू पठाएर नेपालमाथि चीनले धावा बोल्यो। त्यसपछि बहादुर शाह एकदमै डराए, अब हामीलाई चीनले जसरी पनि दुःख दिन्छ, दुःख दिने भयो भन्ने लाग्यो। त्यसपछि चीनका सेनाहरू नुवाकोटसम्म आइपुगे, दौडिँदै दौडिँदै लखड्दै लखड्दै नेपाललाई लखड्दै लखड्दै बेत्रावती नदी भन्ने छ त्यो रसुवामा, र त्यो नदीको तीरसम्म आइपुगेपछि यताबाट गोर्खाली भनेको अब त्यतिखेर त गोर्खालीहरू थिएनन्। बहादुर शाहको नेतृत्वले दौडेर गएर चीनका सेनाहरूलाई रोक्नको लागि बेत्रावती सन्धिमा नदीमा एउटा पुल थियो, पुल भत्काइदिए। पुल भत्काइदिइसकेपछि अब त्यहाँ के भयो त भन्दाखेरि एउटा अप्ठ्यारो असहज परिस्थितिको सिर्जना भएर अन्तमा चीनले पनि नेपालसँग बेत्रावती सन्धि गर्न तयार भयो। यसरी उनी चीनतिरको विवाद समाधान गरे। चीनतिरको विवाद समाधान गरिसकेपछि उनी आफ्नो फेरि उद्देश्य पूरा गर्नको लागि लाग्दै थिए। यस्तै घटनाक्रमहरू नेपाल एकीकरण अभियानका कामहरू सञ्चालन गर्दा गर्दै त्यतिखेरका राजा रणबहादुर शाह 18 वर्ष पुगिसके। 18 वर्ष पुगिसकेका थिए। 18 वर्ष पुगिसकेपछि बहादुर शाहको नायबी शासन स्वतः रद्द भयो। त्यसपछि फेरि अर्को खेल सुरुवात भयो। कस्तो खेल? बहादुर शाहलाई चाहिँ अब जसरी पनि दुःख दिनुपर्छ, उनी फेरि राजा बन्न सक्छन्, यो कुरा चाहिँ रणबहादुरको कानमा फुकिदिए। उनी हिजो बाबुका पनि समस्याका पात्र हुन् र आज पनि तिम्रा समस्या बन्न सक्छन् भनेर दरबारीहरूले बहादुर शाहको बारेमा नराम्रा नचाहिँदा कुराहरू सुनाइदिए। त्यसपछि उनीलाई रणबहादुर शाहले के गरे त भन्दा फेरि पनि दुःख दिएर उनलाई देश निकाला गर्ने, कहिले जेलमा राख्ने, कहिले कैदमा राख्ने, यस्ता खालका गतिविधिहरू रणबहादुर शाहले पनि गरेको इतिहासमा भेटिन्छ। त्यसपछि उनी जब रणबहादुर शाह अलि हठी जिद्दी स्वभावका पनि राजाको रूपमा चिन्छौँ हामीहरूले, उनीले बहादुर शाहलाई आफ्ना काकालाई नुवाकोटको दरबार कहिले कहाँ राख्दै उनलाई जेलमै राखेर जेलमै मारिदिनु, जेलमै सडाइदिनु अथवा उनलाई जेलमै दुःख दिनु, यातना दिनु, जबकि उनी बाहिर आएर कसैलाई पनि कुनै पनि हाम्रा गतिविधिमा अवरोध सिर्जना नगरौँ, यस्तो खालका कुराहरू, यस्ता खालका विचारहरू रणबहादुर शाहले व्यक्त गरिसकेपछि अनि बहादुर शाहलाई बसन्तपुरको एकदम कालकोठरी डरलाग्दो अवस्थामा खुट्टामा साङ्लाले बाँधेर, हातमा साङ्लाले बाँधेर उनलाई चाहिँ यातना दियो, चरम यातना दियो। यति दुःख दियो कि कुनै पनि व्यक्तिले यति धेरै दुःख नपाएको होस्, शत्रुले पनि यति धेरै दुःख चाहिँ झेल्नु नपरेको होस्। यसरी दुःख दिँदै उनलाई कहिले चाहिँ कोरा हान्ने, कहिले तातो तेलले हाल्ने, यसो गर्दा गर्दै 1853 मा उनलाई जेलमा राखिएको थियो। 1854 मा 54 को एउटा रात साउनको महिना पानी परिरहेको बेला उनलाई चाहिँ जेलभित्रै राति घाँटी थिचेर निर्ममतापूर्वक उनको हत्या गरियो र त्यसपछि उनी अब बिहान उज्यालो भएपछि सबै मान्छेहरूले थाहा पाउँछन् कि देख्छन् कि भन्ने डरले
उनलाई राति नै पशुपति आर्यघाटमा लगेर जलाइयो। यसरी एउटा महापुरुष जो नेपाल एकीकरण अभियान सञ्चालन को लागि आफ्ना बाबुको उद्देश्य पुरा गर्न लागि परेका र सधैँभरि छायामा पारिएका एकजना राजनीतिज्ञ व्यक्तित्व सदाको लागि अवसान भयो। नेपाल आमाले यस्तो सन्तानलाई गुमाउन पुगिन्। इतिहास सधैँ जित्नेका लागि मात्रै लेखिने रहेछ। यो कुरा हामीले बहादुर शाहको जीवनी पढेर पनि थाहा पाउन सक्छौँ। बहादुर शाह वास्तवमा जीवनी नलेखिएका र धेरै मान्छेहरूले नचिनेका पात्र हुन्। कमै मान्छेले पृथ्वीनारायण शाहका माइला छोराको रूपमा जन्मिएर योग्य बाबुको सुयोग्य पुत्रको रूपमा ख्यातिप्राप्त व्यक्तित्वको जीवनीको सार संक्षेप कथा मैले यहाँहरूलाई जानकारी गराएँ। हस्त, धन्यवाद।